मेरो नाम चन्द्र परियार हो। घर विदेश चौरजारी नगरपालिका 2 नम्बर वडा विदेश्वरी गाउँ टोल विदेश्वरी गोतमे गाउँ। मेरो बिहा भयो त अब गरे त नलघाट नगरपालिका हो जारकोट। र मेरो श्रीमानले आपद विपद पारे हुनाले आज अहिले कति 15 वर्ष भइगयो मेरो श्रीमानसँग सम्बन्ध नभ्याउ। अनि श्रीमानले किन तपाईँलाई यस्तो आपद विपदको अवस्थामा छाड्नुभयो? अनि म अब आफू पनि अपाङ्गै अनि अब श्रीमान पनि अपाङ्गै विगतको ठाउँ अब श्रीमानले राम्रो पनि नगर्ने अनि त्यो भएर म गइनँ म यहीँ बसेँ। अनि श्रीमान कहाँ हुनुहुन्छ अहिले? श्रीमान त अब आफ्नै घरमा हुन अब उतै पाए मैसित अब पनि सम्बन्ध दिन्छ। तपाईँ कोसँग बसिराख्नु भएको छ? आफ्नै घर छ कि के छ अहिले चौडारीमा? मेरो छैन, मेरो घर पनि छैन, जग्गा पनि छैन। म अर्का घर बस्छु। भाडा तिर्नुहुन्छ कि कसैले सहयोग गरिरहेको छ बस्नको लागि? न सहयोग गरिकन अनि मकुन्द शाह भन्नुको घरमा बस्छु म। अनि नानी बाबु कतिजना छन्? 3टा नानी छन्। अब 2टी एउटा मैसितै छ, एउटा पनि अहिले यहीँ छ। अब यहीँ छ। ए नानुहरूको बिहे भयो कि पढ्दैछन् अहिले? छैन, ठुलीले पढ्दैछ। कतिमा पढ्नुहुन्छ ठुली छोरीले? अन्टीहरूको मेरो बहिनीहरूको सहयोगले अरूको सहयोगले अब अलिअलि पढ्छ। माइलीले कतिमा पढ्नुहुन्छ? कान्छीले कतिमा? माइलीले पढ्दा 6मा पढ्दा मात्रै छोडिदिए फेल भइन। अनि कान्छीले सानीले 9मा पढ्छ अहिले। ठुलीले भर्खरै अनि अहिले इक्जामको अब लोकसेवाको इक्जाम गरिकन नाम निकालेको छ लाइसेन्स माथि। उसलाई पनि पढाउन लेखाउन मलाई समस्या छ। शिक्षक सेवाको लाइसेन्स हो कि लोकसेवाको? शिक्षक क्याको लाइसेन्स त निकालेको छ, मैले थाहा छैन। शिक्षक सेवाको होला जस्तो लाग्यो मलाई, त्यो बुझौँ मलाई। अनि अब जग्गा जमिन छैन, खेतबारी छैन भन्नुभयो। अब अन्य अरू कसैको घरमाथि बसिरहेको कुरा गर्नुभयो। अनि कसरी तपाईँले यो नानीहरू अनि आफूलाई व्यवस्थापन गरिराख्नु भएको छ? जस्तो खानेकुराहरू भयो, लगाउने कुराहरू भयो, होइन, चुलो बाल्नै पर्यो, यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ? मेरो शारीरिक अवस्था अनि यस्तो अपाङ्ग छ, जन्मजातै अपाङ्ग, शारीरिक अवस्था अपाङ्ग छ। म आफूमा केही गर्न सक्दिनँ। अनि अर्काको सहाराले मैले मेरी छोरीहरूलाई मैले पालन पोषण अहिलेसम्म गरिरहेको छु। अझै पनि मेरो खाने घरमाथि खाना पनि छैन। अनि अब आगो नखाएपछि हुँदैन, खानै पर्यो। अनि त्यही भइकन अब मसित केही पनि छैन। मैले अस्ति बिराम भए बेला त मैले आफूसँग केही नभइकन गाउँकी दिदीबहिनीसँग बलै रुनै मर्दै गएर परै म बिरामी छु अनि मसँग खाने छैन दिदीबहिनी भनिदियो भनेर मैले उहाँले 1 मन चामल ल्याएर मैले खाएँ, 2 छाक गराइकन खाएँ। त्यही भइकन छोरीले पनि अब त मम्मी अब कसैले हाम्न दिँदैन, अब टोयलेटको दिशा खाने त भयो भनेर छोरीले कस्तो मेरो मन रह्यो। आफूले अवस्था राम्रो भएमा मेरी छोरी त मजाले पाल्ने थिएँ, पनि पाल्ने थिएँ। मेरो छोरी किन यस्तो कुरा गरिदियो अनि भने मैले फेरि आफूले छोरीलाई सम्झाएँ। बरु माग्ने भए पनि तिमीलाई मैले पालेको छु, माग्ने भए पनि म पाल्ला, किन टोयलेटको दिशा खाउले किन त्यस्तो कुरा गर्छ बाबु भने मैले। अनि मेरो अवस्था यस्तो छ। अब सबैले सहयोग गरिदिनु भएको छ अहिलेसम्म। अब कुनै सहयोग नगरे ठाउँबाट सहयोग नगरे व्यक्तिहरूले कसैले फेरि पनि सहयोग गरिदिनुहुन्छ कि भनेर मैले आज म यो हजुरसँग आएकी हुँ। अनि बिहे दर्ता प्रमाणपत्र त बनाइसक्नु भएको छ कि के छ दिदी? हजुर, बिहे दर्ता प्रमाणपत्र त बनाइसक्नु भएको छ? छैन। मेरो बिहा दर्ता पनि छैन, नागरिकता पनि छैन। अब नागरिकता त श्रीमानबाट नागरिकता भएको अथवा श्रीमान श्रीमती बिहे दर्ता भएको कुनै प्रमाणपत्र छैन अहिलेसम्म तपाईँसँग? छैन मेरोमा। यहीँबाट यसको लागि केही पहल गर्नु भएन जारकोटमा, रुकुम पश्चिममा? मैले अब आफ्नो शारीरिक अवस्था यस्तो भयो। अब मसँग अगाडि साथ दिने नै, पछाडि साथ दिने नै। त्यही भएन अब दाइले दिनुभयो नागरिकता यहीँबाट। अनि अब यस्तो नि महिलाहरूको क्षेत्रमा अपाङ्गता भएको व्यक्ति परिवारको क्षेत्रमा काम गर्ने विभिन्न महिला अधिकारवादीहरू, होइन, अब यो अपाङ्गतासँग सम्बन्धित काम गर्ने अभियन्ताहरू अनि स्थानीय सरकार छ,
तपाईँले उहाँहरूबाट केही त्यस्तो सहयोग तपाईँलाई भएको छ या लिनु भएको छ कि के छ अहिलेसम्म? अरू सहयोग त अब गर्नु भएन। त्यही अब उता त्यो भूकम्प गए बेला उता राहत दिनुभयो हो। अनि अब त्यही पनि ओडाले सबैले दिने बेला ओडाले राहत दिनुभयो हो। अनि तपाईँसँग अब नागरिकता छ, यहाँ चौधारी स्थानीय हुन्छ, एक सुकुम्बासी अर्थात् त्यो भूमिविहीनहरूलाई लाल पूर्जा दिने पनि सरकारको नीति छ होइन। घर बनाउन सक्नेहरूलाई घरबार विहीनहरूलाई घरबार बनाउने घर बनाइदिने पनि सरकारको त्यो नीति छ। स्थानीय सरकार नजिकै छ, तपाईँ त्यहाँ गएर कहिले आफ्नो पीडा सुनाउनु भएको छ? गएकै गर्छु म त। महिनामा एकपटक जान्छु जान त। अब मेरो कुरा अनि अब आफैले जग्गा बनाउनु पर्छ भन्नुहुन्छ। म अब आफ्नो अवस्था यस्तो छ, मलाई खाने लाउने त मलाई महिना जुटाउनु गाह्रो छ। मेरो छोरीहरू पालन पोषण गर्नु पढाउनु लेखाउनु गाह्रो छ। कहिले गरिदियो कस्तो गरी गरौँ भन्नमा म रातको निद छैन, म चिन्तामा छु भनेपछि छु। म त्यो जग्गा बनाउन सक्दिनँ। त्यो भइकन मेरो घर अहिलेसम्म बजेट त मेरो नाममा पर्छ। अनि जहिले जग्गा हुने जैको जग्गा हुन्छ उसले हाल्छ मेरो घर। तपाईँको नाममा लाल पूर्जा नहुँदा जग्गा नहुँदा घर बन्न सकिराखेको छैन? हजुर। अनि अब यो तपाईँको छर छिमेकका आफन्त इष्टमित्र अथवा कोही मनकारी व्यक्तिहरू हुनुहुन्छ नि, किनकि उहाँहरूले विभिन्न कार्यालयहरूलाई पनि जग्गा दान दिनुभएको हुन्छ होइन। उहाँहरूको नाम शिलालेखमा लेखिन्छ, लिपिबद्ध गरिन्छ। अब तपाईँको जुन यो व्यथा सुन्दा तपाईँलाई निःशुल्क रूपमा तपाईँको नाममा जग्गा पास गरिदिन्छु भने त्यस्तो कुनै व्यक्तिहरू आउनुभयो अहिलेसम्म, या तपाईँले कतै खोजनीति गर्नुभयो कि के छ अवस्था? नै, कसैले भन्नुभयो भएन अहिलेसम्म। अब आसपासमा ती कसैले भन्नु भएन। वडा अध्यक्षले भने अब म आफ्नो जग्गा भइदियो। अनि मैले पहिला अब जग्गा बेचेँ अनि नबेचे भए म अल्टा घरेली भई म तिमीलाई दिइकन म घर बनाइदिने थिएँ। अब मैले बढी जग्गा मैले बेचिसकेको छु अनि भनिकन भन्नुभयो। त्यो त्यति हो भने उहाँदेखि मैले अरूले कसैले भन्नुभएको छैन। ठिक छ। तपाईँ अब यो भिडियो मार्फत आम दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? केही त्यस्तो कुनै सन्देश छ तपाईँको सहयोगको लागि, याचनाको लागि होइन? अब श्रीमानले 15 वर्ष भयो भन्नुभयो बिहे गरेको? 15 वर्षमा होइन, मैले त धेरै कति भयो बिहे गरे भन्नुभयो? कति वर्ष पुग्यो होला अहिले? अहिले बिहा भयो त मेरो कति छोरी 22 वर्ष भयो, मैले 23 वर्ष भयो। बिहे गरे 23 वर्ष भयो, तर 15 वर्षदेखि श्रीमान श्रीमतीको सम्बन्ध छैन? नै, अब फागुनमा ट्याक्क 15 वर्ष हुन्छ होइन। तपाईँ रुकुम पश्चिम तपाईँ चौडारी बस्नुहुन्छ, उहाँ नलगाएर बस्नुहुन्छ। उहाँ पनि तपाईँ जस्तै शारीरिक समस्यामा हुनुहुन्छ, अपाङ्गता। अनि अरू यो अपाङ्गताको यो पालिकाले हुने कार्यक्रमहरूमा तपाईँलाई सहभागिता बढाइराखेको छ नि? विभिन्न यो तालिमहरू हुन्छ होइन, अब अन्तर्क्रिया कार्यक्रमहरू हुन्छ, सिपमूलक व्यावसायिक खेतीपाती, उतापट्टि गएर यो कुखुरा फार्महरू होइन, बाख्रा फार्महरू लगायत विभिन्न कार्यक्रमहरू जुन पालिकाबाट लक्ष्मीपुरको लागि सञ्चालन हुँदै आइरहेको छ, त्यसमा तपाईँको सहभागिता छ कि के छ? नै, छैन। म त्यो सिपमूलकमा म अब आफूले गर्न सक्दिनँ। अनि आउनु त अब दिन त दिए हुन्, अनि होदी तालिम ट्याक्क दिएका हुन् नगर कमिटीले। अब हामीले त्यो गर्न सकिनँ। अनि अब गर्न सक्नेले अब अरूले गरे, मैले गर्न सकिनँ। तपाईँलाई कुन कार्ड पाउनु भएको छ? मैले निलो कार्ड। निलो कार्ड छ होइन? हजुर। अनि स्वास्थ्य उपचारको लागि बिमा छ? स्वास्थ्य बिमा कार्ड छ? छैन, स्वास्थ्य बिमा छैन। अब अहिलेसम्म हस्पिटलले अनि बिउरा छ चौरजारी निःशुल्क उपचार भइरहेको छ तपाईँको होइन? निःशुल्क उपचार। अनि छोरीहरूको के छ? नानीहरूको? छोरीहरूको पनि छैन। हामी जति हो यहीँबाट गर्छौँ। उपचार गर्दाखेरि निःशुल्क पाउनु भएको छ, पाइराख्नु भएको छ? यही पुस 10 गते अनि मेरो छोरी रोटी र चोट लागेर अनि यहीँबाट रिपोर्ट गरिदिनु भयो र शुल्क दिने बेला अनि निःशुल्क एम्बुलेन्स निःशुल्क। अनि पैसा मैले 25,000 पैसा मैले अरूबाटै सहयोग मागिकन उपचार गरेँ। हुन्छ। अब तपाईँ भन्नुहोस् न, अब तपाईँले आम दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ तपाईँको आफ्नो यो जुन अवस्थाको विषयमाथि? कुनै
कोही कसै मनकार्यहरूबाट सहयोगको अपेक्षा गर्नुहुन्छ के छ बताउनुहोस् न आफैले। म अब मेरो छोरी त्यो अब तातो कपडा नभई रुन्छे, लाउने खाने घरमा पनि छैन। त्यही भइकन अब कसैले अनि बस्ने बास पनि छैन, केही छैन। अब कोही श्रोताहरूले अब दया गर्ने दया धर्म भएपछि हजुरहरूले सबैले अनि कोही सहयोग नगरेको ठाउँबाट, सहयोग नगरे व्यक्तिहरूबाट अनि सहयोग गरिदिनुहुन्छ कि भनेर म आज हजुरहरूसँग यो भिडियो गराउन म बाध्य भइकन यो आज आएकी हुँ आयौँ। अनि मेरो गाह्रो अवस्था भए हुनाले धन्यवाद। हुन्छ, हस्, धन्यवाद।